हेलो गाइज वेलकम टु माई च्यानल। आज म यो बार्सिलोनामा छु र बार्सिलोनाको आज दोस्रो दिन। अब हामी एकछिनमा यसो घुम्न निक्लिँदैछौँ है बाहिर। यो चाहिँ मेरो रुममा अहिले यस्तो छ मेरो रुम है। यो रुम भ्यू मेरो रुमदेखि बाहिरको भ्यू यस्तो छ। यो मेरो बेडहरू अभियसली भइहाल्यो, सामानहरू छ, यहाँ टिभीहरू किचनहरू सबै छ, अलिकति व्यवस्थितै छ। बाथरुमहरू भयो। म अलिकति होटलको टुर यसम्म गराउँछु है त। यो चाहिँ अलिकति यता बाहिर र स्विमिङ पुल पनि छ यसरी। यो लिफ्टबाट चाहिँ अब यहाँबाट यसो तल जाउँ भनेर। यो त बाहिरको आज घाम मजाले लागिरहेछ, मौसम घाम लागिरहेछ। अब आज अब यसो बाहिर यसो निक्लिन जान आँटेको, बाहिर यसो बार्सिलोना साइडतिर यसो अलिकति अब घुम्न जान आँटेको। अनि अब मौसमले एकदम राम्रो साथ दिइरहेको छ। हेलो मर्निङ। दिस इज आवर होटल रोयल मरिना गार्डन्स भन्ने, यो बिचको छेउमा रहेछ। यो राम्रो रहेछ होटल। यस्तो छ होटल होइन। अनि अब यो अगाडिको बाटो अलिक कन्स्ट्रक्सनहरू भएर अलिक हल्ला खल्लाएर छ, तर जस राम्रै छ यो ठाउँहरू। यस्तै छ। सो अब सिटीतिर निक्लिन आँटेको। अब सिटीतिर निक्लेर अनि अब त्यहाँको अब साइट सिनिङ आजको एकदम राम्रो हुन्छ। म दिन्छु यहाँनिर छ। आई विल गिभ यु अल गिभ। बार्सिलोनाको बस पुरा बाल्कनीमै आइयो त हो यो त। बार्सिलोनाको यो सेन्टरतिर आएको छु। एन्ड दिस इज द भ्यू अराउन्ड। सिटी टुर अब हामीहरू चाहिँ अब ठ्याक्कसँगले हप अन हप अफ भन्ने बसमा अब ट्याक्क चढेर यसो बार्सिलोनाको मजाले भ्रमण गर्ने अब प्लान गरेको। अब यहाँनिर हेर्दैछौँ। अब यहाँनिर कहाँबाट चाहिँ अब त्यो हप अन हप अफ बस भेटिन्छ। अनि त्यो अनुसारले अब चट्टसँगले जाने हो। मौसम एकदम राम्रो छ, घाम लागिरहेछ, हल्का हावा चलिरहेको छ होइन। अनि जस ठिक छ। अब यहाँनिर यसरी यो हप अन हप अफ अब यहाँनिर यसो लिएर यसो बुझेर अनि अब टक्कसँगले जाने हो। What a lovely day in Barcelona. बार्सिलोना सिटी टुर अब गर्नु आँटेको बसमा। वी आर एट बार्सिलोनाको यो ठाउँमा होइन। अब हेर्दैछौँ कस्तो हुँदो रहेछ सिटी टुर, अप अन बस।
Three of us. Okay, you want to buy, yeah? No, Yeah, we just we already bought. Okay. We have. No, but this no, the QR code. Okay, we are doing it, boss. Nice weather today, huh? Yeah. Hey, hello. Hey. Welcome. Yeah, thank you. Another So one? this is a orange line, right? Green line. This is a green one. Okay, now very important. This is your ticket. If you lose this ticket, you have to pay again. Again? So every time you get on the bus, okay? Okay, Your okay. ticket is valid since now, okay? Right. So we can do until tomorrow same time, right? Yeah. Is there? At this time. Okay. Do you until want 1 o'clock. Staple? together? Yeah, staple Yeah? together. राख्नु। Okay. Sure. Grazie. Where can I see this video? I will write for you. There. Yeah. One second. Okay. DIPPBLOG. One second. ल यो हेडफोन गरेर पनि दियो, म्याप पनि दियो, मेरो युट्युब च्यानल पनि हेर्छ अरे हैन। अनि अब यस्तै छ। ए कता म त कहाँ जानु भएछ भनेर म त अलि भित्रतिर छिरे ल हेडफोन पनि छ है हेडफोन चाहिन्छ भने ल गाडीको छतमा बस्यो च्याट्टसँगले सिटीको म्याप पनि छ So we can explore the city. कता ए ल यस्तै छ अब यो फर्स्ट एक्सपिरियन्स हो यो बसमा त्यसरी गर्ने अब यहाँ च्याट्टोसँगले सबैजना बसेको छ यस्तो छ त्यहाँको छ अब हल्का यसो लन्च हुन्छ हामीहरूको एउटा राम्रो ठाउँ भेटेको छौँ बार्सिलोनामा अब स्पेनिस खाना खानुपर्ने अब चाइनिज पो हामीलाई अलिकति ठिक लागिरहेको छ त्यही भएर अब स्पेनिस पनि खाइयो खानु त हिजो अब यो एउटा चाइनिज खाना चट्ट खाएर फेरि हाम्रो यो सिटी बसको फेरि यात्रा फेरि हाम्रो कन्टिन्यू गर्ने हाम्रो प्लान छ त्यही त मौसम एकदम राम्रो छ आज यसरी हाफपेन्ट लगाएर भेस्ट लगाएर हिँडेको छ मजाले भेरी गुड डे यो हामीलाई अलिकति मन परेको ठाउँ भनेर चाहिँ यो एउटा यो सादी वाइपो भन्ने एउटा चाइनिज रहेछ रेस्टुरेन्ट अब यसमा हामीहरू यसो गएर ट्याक्कै हिजोकै ठाउँमा बसौँ यो के सुप पऱ्यो दाजु यो फ्राइड राइस नुडल्स
थियो अब चपस्टिकले खान जानिँदैन अब एनिवे try चपस्टिकले भात Can I get soy sauce and salt? Thank you. ल ल ल अब यो बार्सिलोनाको गेट ब्युटिफुल गेट यस्तो राम्रो गेट छ है यहाँनिर यस्तो टक्कसँगले घाम मजाले लागेको छ मौसम राम्रो छ we are enjoying actually सो हल्का सल्का यसो फोटो खिचाइ फोटो खिचेर अब यहाँबाट चाहिँ हामीहरू ठ्याक्कैसँगले अब त्यो हपन हपफ बस ठ्याक्क चढेर अब जाने प्लान छ अनि यो गेट एउटा राम्रो ठुलो मजाको गेट रहेछ यहाँनिर ब्याक टु साइट सिन बस अनि अब यो कस्तो रहेछ भने यो हेडफोन जोडिसकेपछि यहाँनिर यसरी प्लग गर्ने अनि यहाँ कुन भाषामा सुन्ने त्यो चेन्ज गर्न मिल्दो रहेछ क्या यो माथि फ्रेन्च भयो यो ब्रिटिस रेड भयो अनि यसले चाहिँ चट्टसँगले चाहिँ के भइरहेछ भनेर चाहिँ अनि चट्टसँगले चाहिँ यसरी अडियोमा भन्दो रहेछ यस्तो छ बाहिरको Estacio de Franca ओरेन्जै हो दाजु ए ल अब हामी चाहिँ यहाँनिर यो बस पनि दुई कलरको रहेछ हपन हपफ बस यो सिटी टुर बस बार्सिलोनाको अनि अब ग्रिनबाट चाहिँ हामी चाहिँ अब यो ओरेन्ज कलरको बसमा चाहिँ हामी अब चेन्ज गर्न आँटेको बस किनकि यो दुईवटा बसको चाहिँ अलग अलग रुट छ अनि अलग अलग रुटमा त्यो अलग अलग ठाउँ जान्छ अभियसली अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब ट्याक्कै चेन्ज गरेर सोही अब कता कता यसो यात्रा हुन्छ त्यसलाई चाचाजीहरूलाई गुड बाई अरे ल दाइले यहाँ भनिहाल्नु हो त्यस्तै छ अब यहाँनिर यो ठिक छ यो 1 नम्बरबाट हामी अहिले 19 नम्बरको रुटमा चेन्ज गऱ्यौँ बस र अब हेर्दै जाउँ अब कता कता जाने रहेछ र अब यहाँ अब यो अलिकति वेटिङमा छौँ अब यहाँनिर यसमा ट्याक्क चढ्ने Yeah, that's right. Thank you. You're welcome. Cuando tú me digas. No grave, señor, no grave. No me grave, señor. Eso no se graba. Derechos de imagen, señor. खै अब के भन्छ स्पेनियलमा अब छिटो गर्नु भनेको होला ल फेरि अब चढ्यो म चाहिँ अब पछाडि नै बस्ने भएँ ट्याक्कसँगले ल यस्तो छ ल ठिक छ हजुर
बसमा चढेर फेरि अब यात्रा जारी हुन्छ। ल मेरो हातमा चाहिँ अब यो सिटी बस टुरको छ। हामी चाहिँ ठ्याक्क अब यो 1 नम्बरको यो वर्ल्ड ट्रेड सेन्टर भएको ठाउँमा छौँ। अब यहाँबाट सारा यो कता कता यो सबै अब जाने रहेछ। क्रिस्टोफर कोलम्बसको स्ट्याच्यु रहेछ यो चाहिँ है। क्रिस्टोफर कोलम्बस चाहिँ बर्थ चाहिँ इटालियन बर्थ रहेछ, जन्मेको मान्छे चाहिँ। तर अब स्पेनमा पनि यसले निकै अब योगदान गरेको होला नि त, त्यही भएर यस्तो रहेछ। कोलम्बस मोनुमेन्ट्स है यो चाहिँ। बसमा मजाले छतमा बसेर गइँदैछ घाम ताप्दै, कमेन्ट्री सुन्दै, कमेन्ट्री पनि सुन्दै, एक्सप्लेनेसन सुन्दै चट्टसँगले। ल राम्रो डाँडातिर आइपुग्यो। राम्रो आयो त यो त, कस्तो मजाले यहाँ रहेछ। र यस्तै बस स्टपहरू हुन्छ, त्यस्तो स्ट्यान्ड भएको एरियामा चाहिँ यस्तो ओपन अप बसहरू रोक्छ। अनि अब यो रहेछ आर्ट सेन्टर। अब हामी चाहिँ नओर्लेर यहाँबाट हामी अब जाँदैछौँ, कन्टिन्यू गर्दैछौँ हाम्रो यात्राहरू। पाब्लो स्पेनियल भन्ने रहेछ है ट्याक्कैसँगले। यहाँ चाहिँ अब पाब्लो पिकासोको चाहिँ अब यहाँनिर आर्टहरू हरेक कुराहरू चाहिँ अब च्याप्पै यहाँनिर मजाले समय निकालेर हेर्ने मान्छेलाई चाहिँ यहाँनिर राम्रो रहेछ। वाल
Fira Barcelona. एक्जिबिसनहरू हुने केहरू हुने त्यस्तो खालको ठाउँ रहेछ राम्रो छ है मलाई यसको कन्सेप्ट राम्रो लाग्यो अब यो चाहिँ कन्सर्ट गर्नको लागि यो पनि एउटा ओपेरा पनि भयो यता माथिबाट चाहिँ घिउ टावर पनि भएको रहेछ गुड कन्सेप्ट एफसी बार्सिलोनाको यो चाहिँ स्टेडियम यहाँनिर अब यिनीहरूको स्टेडियम बन्दैछ मजाले यो यिनीहरूको नयाँ स्टेडियम म्युजियमहरू तिनीहरू यो सबै अब यहाँनिर यस्तो छ है यो एफसी बार्सिलोना बार्सिलोनाका फ्यानहरू मलाई पनि बार्सिलोना मनपर्छ मन नपर्ने होइन बार्सिलोना र रियल म्याड्रिड मलाई दुइटै मनपर्ने क्लब हो तर अब म इङ्ल्यान्डमा बसेको मान्छे भएर चाहिँ इङ्ग्लिस क्लबै बढी मनपर्ने भएर चाहिँ म त्यति साह्रो यिनीहरूको फलो त्यति गर्दिनँ बट अभियसली लियोनल मेसी अहिलेको नयाँ पनि के यमालहरू अब यिनीहरू जस राम्रो छ पहिला रोनाल्डिनो पनि खेलेको क्लब इज अ भेरी गुड क्लब सक्सेसफुल क्लब यस ल यस्तो छ है गाइजहरू हारे क्या अन्तिममा चाहिँ नि होइन चट्टसँगले अब मजाले चाहिँ म्युजियमहरू भएको मजाले यिनीहरूको केहरू रहेछ क्या अब उनीहरू खेल्ने ठाउँहरू आइस ह्यान्डबलहरू हकीहरू के खेल्नेहरू भएको अनि अब यही हो फ्युचरमा अब जति पनि ठुल्ठुलो अब यहाँनिर म्याचहरू लिजेन्डरी म्याच यही स्टेडियममा हुन्छ यो कबाल बन्दैछ यिनीहरूको यो नयाँ स्टेडियम एफसी बार्सिलोना अब यो पछि मेरो छोराको जेनेरेसनहरूले हेर्दाखेरि चाहिँ अब यहाँनिर यही स्टेडियममा खेल्छ अब केही वर्ष पछाडिको होइन म्याचहरू चाहिँ ल यस्तो छ हाम्रो नेपाली प्लेयरहरू पनि आएर खेल्न पाओस् भविष्यमा यस्तै छ नयाँ बनाउँदै गरेको डेमोलिस गरेको के गरेर यिनीहरूको त्यस्तो नयाँ स्टेडियम भइदिएको भाषाको यो बन्दै गरेको ब्रान्ड न्यू अब रियल म्याड्रिडको पनि त्यस्तो छाता छोपिने खालको यिनीहरू कति मिलियन खर्च गरेर बिलियन खर्च गरेर बनाएको छ अब यिनीहरूले पनि त्यही अनुसारले एउटा खतरा बनाउँदैछ क्या सन्तोलाहरू मजाले फलेको रहेछ यहाँनिर अब सन्तोला मलाई चाहिँ
यस्तो सिटी एरियामा मजाले रुखहरू बिचमा भएर यस्तो बाटोहरू पनि यो पेभमेन्टहरू पनि ठुलो भएको यस्तो चाहिँ मजाको क्या अब यो हुन्छ नि यसो सिटी एरियामा चाहिँ यस्तो खालको हुनु चाहिँ एकदमै जरुरी हो है ठुलो स्पेस ठुलो फुटपाथ रुखहरू त्यो घरको आर्किटेक्चरहरू हेर्ने भनेको यस्तो हेर्नको लागि आउने हो नि त टुरिस्टहरू भनेको झ्याप्पसँग राम्रो डिजाइन रहेछ है ल अब अहिले चाहिँ म ठ्याक्कै बार्सिलोना खाँदा फेमस ठाउँ यो साग्रादा फ्यामिलिया भन्ने ट्याक्कै यसको चाहिँ म अगाडि ठ्याक्क आइपुगेँ ल यस्तो ब्युटिफुल छ यो साग्रादा फ्यामिलिया भन्ने होइन ट्याक्कसँग यस्तो साग्रादा भन्ने ठाउँ ल यो साग्रादा फ्यामिलिया भन्छ अब ट्याक्क यस्तो परेको यो ब्युटिफुल मोनुमेन्ट आर्किटेक्चर यो यसको फेमस भनेको चाहिँ अब यो एकदम डिटेलमा पनि यो स्ट्याचुहरू यो मजाले मूर्तिहरू भएर त्यस्तो छ क्या यसको डिजाइनै अलिकति युनिक क्या एकदम मजाको त्यस्तो खालको चाहिँ रहेछ साग्रादा फ्यामिलिया है ल बार्सिलोनाको दामी ठाउँ यहाँ अगाडि पार्कहरू पनि रहेछ है त्यस्तो छ टेस्ट गरेर जुन मिठो छ त्यही खाँदा पनि यसो कफी खाँदै यो साग्रादा अगाडि ट्याक्कसँगले मौसमै राम्रो छ क्या आज कफी त बन्नै पऱ्यो त कस्तो त्यसलाई पटलरीमा आएको त नाइटमा त तेलमा त फोकमा त सिस्टम भयो दुधो गरेर ल अहिले चाहिँ अब लास रामलास भन्ने ठाउँमा छु म यहाँनिर यो बार्सिलोना लेखेको अनि यहाँ छ त दाजु अनि फ्रिज म्याग्नेट यसो चेक गर्दा हुन्थ्यो त अनि एकचोटि के छ यसो सोभेनियर सपहरूमा Hey bro, you good? Nice shop, man. La Giuseppe Laboria. ल जाउँ
चाहिँ यहाँ फुड मार्केटहरू रहेछ अब यसो यहाँनिर एक्सप्लोर गर्नु पर्यो फुड मार्केटहरूतिर नजानु भित्र यस्तैहरू हो